अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मदन अब्दुहु व रसूलुहु। अस्सलामु अलैकुम साथीहरू। आज हामी कुरान करिमको एउटा यस्तो मुकद्दस वाक्यलाई विटनेस गर्न गइरहेका छौं जुन वाक्यलाई अल्लाह करिमले अहसनुल कसस अर्थात् बेस्ट अफ स्टोरीज भनेर भन्नुभएको छ। सो आजको भिडियोको टपिक रहेको छ सुरा युसुफ अर्थात् युसुफ अलैहिस्सलामको स्टोरी। यो भिडियोमा मैले उहाँको नोबल लाइफको सम्पूर्ण एस्पेक्टहरू समेट्ने कोसिस गरेको छु। युसुफ नबीको लाइफबाट हामीले हाम्रो लाइफको सम्पूर्ण एस्पेक्टहरूलाई सिक्न सकिन्छ। उहाँको लाइफलाई हामीले हाम्रो आफ्नै लाइफसँग रिलेट गर्न सकिन्छ, जस्तै प्यारेन्टिङ च्यालेन्ज, फ्यामिली कन्फ्लिक्ट्स, स्पेसल्ली दाजुभाइहरू बिचको डिफ्रेन्सेस, पर्सनल लसेस, डिलिङ विथ टक्सिक रिलेसन अनि हाउ टु डिल विथ एन्जाइटी, डिप्रेसन जस्ता अनेकौं लाइफका एस्पेक्टहरूले हामीले उहाँको जीवनीबाट सिक्न सकिन्छ। हजरत युसुफ अलैहिस्सलामको कहानी स्टार्ट गर्नुभन्दा पहिला यो सुरा किन र कहिले नाजिल भयो भन्ने कुरा जानौँ। यो सुरा नबी करिम सल्लल्लाहु तआला अलैहि वसल्लमको एकदमै कठिन समयमा नाजिल भएको सुरा हो। नबी करिम सल्लल्लाहु तआला अलैहि वसल्लमले भर्खरै उहाँको सबैभन्दा प्यारो जीवनसाथी हजरत खदिजा रदियल्लाहु तआला अन्हालाई गुमाउनु भएको थियो र त्यही बेला उहाँले उहाँको लाइफको अर्को बिगेस्ट सपोर्टर उहाँको अङ्कल हजरत अबु तालिबलाई पनि गुमाउनु भएको थियो। उहाँको लाइफको सबैभन्दा इम्पोर्टेन्ट दुईजना व्यक्तित्वहरू गुमाउँदा उहाँ एक्सट्रिम स्याडनेसमा हुनुहुन्थ्यो। कुरैशको बॉयकट, दमन र उनीहरूमाथि गरेको अत्याचारको कारणले गर्दाखेरि सहाबा करामहरू पनि निकै परेशानीमा गुज्रिरहनु भएको थियो। त्यही माथि मदिनाका जिविज अर्थात् यहुदीहरूले उहाँलाई एउटा प्रश्न गरेर उहाँको नबुवतमाथि च्यालेन्ज गरेका थिए कि बनी इस्राएलहरू प्यालेस्टाइनबाट इजिप्ट किन गएका थिए त। त्यो साल नबी करिम र सहाबा करामहरूको लागि यति दुःखद र कष्टकर रहेको थियो कि त्यो सालको नाम नै आमुल हुज्न अर्थात् इयर अफ स्याडनेस भनेर राखिएको थियो। त्यसैले अल्लाह करिमले हुजुर सल्लल्लाहु तआला अलैहि वसल्लम र सहाबाहरूलाई कम्फर्ट दिलाउनको लागि भनेर सुरा युसुफ एकै पटकमा नाजिल गर्नुभएको थियो। सुरा युसुफ कुरान करिमको 12औं पारा हो र यसको सुरुवात अलिफ लाम राबाट हुन्छ, जसको अर्थ केवल अल्लाह पाक र हुजुर सल्लल्लाहु तआला अलैहि वसल्लमलाई मात्रै थाहा छ। त्यसपछि सिधै युसुफ नबीको स्टोरी स्टार्ट हुन्छ। साथीहरू आउनुहोस् हजरत युसुफ अलैहिस्सलामको स्टोरी स्टार्ट गरौँ। म तपाईहरूलाई ल्यान्ड अफ क्यानन जसलाई अहिलेको प्यालेस्टाइन भनिन्छ त्यहाँ लिएर जान चाहन्छु। हजरत याकुब अलैहिस्सलाम जो आफू पनि नबी हुनुहुन्थ्यो, उहाँ आफ्नो सपरिवार सहित त्यही ठाउँमा बस्नुहुन्थ्यो। याकुब अलैहिस्सलाम इसहाक अलैहिस्सलामको छोरा र इब्राहिम अलैहिस्सलामको नाति हुनुहुन्छ। त्यसैले उक्त परिवारमा हजरत इब्राहिम अलैहिस्सलाम, हजरत इसहाक अलैहिस्सलाम, हजरत याकुब अलैहिस्सलाम र हजरत युसुफ अलैहिस्सलाम गरेर चारवटा पुस्ताहरू नबी थिए। हजरत याकुब अलैहिस्सलामको 12 जना सन्तानहरू थिए, जसमध्ये हजरत युसुफ अलैहिस्सलाम र हजरत बिन्यामिन एउटा आमाबाट हुनुहुन्थ्यो भने बाँकी सन्तानहरू अरू आमाबाट थिए। याकुब अलैहिस्सलामले हजरत युसुफ अलैहिस्सलामलाई अति नै माया गर्नुहुन्थ्यो। युसुफ अलैहिस्सलाम सानैदेखि नेक, इमान्दार र अति नै खुबसुरत हुनुहुन्थ्यो। अल्लाह पाकले उहाँलाई हरेक गुणले नवाज्नु भएको थियो। याकुब अलैहिस्सलामको हजरत युसुफ अलैहिस्सलामप्रति अथाह माया र लगाव देखेर अर्को आमापट्टिका 10 जना दाजुभाइहरू निकै जेलस हुन्थे। हजरत युसुफ अलैहिस्सलामले आफ्नो बचपनाको बेलामा एउटा सपना देख्नुभयो, जहाँ उहाँले देख्नुभयो कि सूर्य, चन्द्रमा र 11वटा ताराहरूले उहाँलाई सजदा गरिरहेका थिए। त्यो सपना उहाँले आफ्नो बुवालाई सुनाउनु भयो। त्यसपछि हजरत याकुब अलैहिस्सलामलाई थाहा भयो कि यो अल्लाह पाकबाट हजरत युसुफ अलैहिस्सलामलाई नबुवतको निशानी हो। त्यो बेला युसुफ अलैहिस्सलाम लगभग 12 वा 13 वर्षको हुनुहुन्थ्यो। त्यसपछि याकुब अलैहिस्सलामले जवाब दिनुभयो, तिमीले यो सपना आफ्नो दाजुहरूलाई नसुनाऊ, किनकि उनीहरूले तिमी विरुद्ध षड्यन्त्र गर्न सक्छन्, किनभने शैतान मानिसहरूको खुला दुश्मन हो। शैतानले उनीहरूमाथि यस्तो वसवसा डाल्दिन सक्छ। एक दिन ती 10 जना दाजुभाइहरूले हजरत युसुफ अलैहिस्सलामलाई पनि आफूहरूसँगै जङ्गलमा खेल्न लिएर जाने पर्मिसन हजरत याकुब अलैहिस्सलामसँग मागे। तर याकुब अलैहिस्सलामले भन्नुभयो, जङ्गलमा अति नै धेरै उल्फ अर्थात् भेडियाहरू छन्,
ती भेडियाहरूले यो सानो बाबुलाई खान सक्छ, त्यही भएर तिमीहरूलाई म हजरत युसुफ अलैहिस्सलामलाई लिएर जाने पर्मिसन दिन्न। त्यसपछि ती दाजुभाइहरूले भन्न थाले कि बाबाजान, हामी जत्तिको बहादुर कम भएर पनि हाम्रो भाइलाई एउटा भेडियाले खायो भने त्यो हाम्रो लागि एकदमै बदनामी हुनेछ। त्यसैले हामी हाम्रो भाइलाई कुनै पनि हालतमा भेडियाहरूलाई खान दिँदैनौँ, त्यसैले उसलाई हामीसँग जाने पर्मिसन दिनुहोस्। उनीहरूले धेरै नै बिन्ती गरेर आफ्नो बुबासँग आफूहरूमाथि ट्रस्ट दिलाएर बुवाको पर्मिसन लिएर हजरत युसुफ अलैहिस्सलामलाई साथमा लिएर गए। उनीहरूले हजरत युसुफ अलैहिस्सलामलाई जङ्गलमा लिएर गइसकेपछि एक आपसमा सल्लाह गरे कि यदि हामीले युसुफ अलैहिस्सलामलाई मारिदियौँ भने बुवाको सम्पूर्ण ध्यान जति हामीमा हुनेछ र बुवाले हामीलाई झनै माया गर्नुहुनेछ। त्यसमा पनि सबैभन्दा ठुलो दाइ यहुदाले भन्न थाल्यो, मार्नु हुँदैन, यो एकदमै ठुलो गुनाह हो, बरु यसलाई कुनै ठाउँमा लगेर लुकाइदिऊ अथवा यसलाई कतै गायब गरिदिऊ। आपसी सल्लाह बमोजिम उनीहरूले त्यहाँ नजिकै रहेको एउटा कुवामा लगेर युसुफ अलैहिस्सलामलाई फ्याँकिदिए र उनीहरूले युसुफ अलैहिस्सलामले लगाउनु भएको कुर्तालाई बाख्राको रगतमा लतपत बनाएर घर लिएर आएर आफ्नो बुवालाई भन्नुभयो कि बुवा, युसुफ अलैहिस्सलामलाई त भेडियाले खायो। उक्त खबर सुनेर हजरत याकुब अलैहिस्सलाम एकदमै गहिरो सदमामा जानुभयो र भन्नुभयो कि तिमीहरूले एउटा झुटो कहानी आफै रचेर भनिरहेका छौ। हजरत याकुब अलैहिस्सलाम आफ्नो पुरा लाइफ हजरत युसुफ अलैहिस्सलामको यादमा यति रुनुभयो, यति चिन्तित हुनुभयो कि रुँदा रुँदा उहाँको आँखाको भिजिबिलिटी नै गायब भएको थियो। तर उहाँले यसको बारेमा धेरै कम्प्लेन गर्नु भएन र सबरको दामन थाम्नुभयो र अल्लाहको मद्दतको जरिया लिनुभयो। जब उहाँ कुवामा हुनुहुन्थ्यो त्यही बेला एउटा क्याराभान अर्थात् काफिला प्यालेस्टाइनबाट इजिप्ट गइरहेको थियो। त्यही समूहको एउटा खादिम पानीको लागि उक्त कुवामा गयो। त्यहाँ उसले एकदमै राम्रो बच्चा फेला पार्यो र उसले आफ्नो ग्रुपबाट उक्त बच्चालाई लुकायो ताकि इजिप्ट गएर त्यो बच्चालाई बेच्न सकू। इजिप्ट पुगिसकेपछि उक्त व्यक्तिले हजरत युसुफ अलैहिस्सलामलाई त्यहाँको एकजना एकदमै धनी व्यक्ति जो त्यहाँको फाइनेन्स मिनिस्टर पनि थिए उसैलाई एकदमै सस्तो दाममा बेचिदियो। इब्ने अब्बास रदियल्लाहु ताला अन्हु भन्नुहुन्छ कि उसले हजरत युसुफ अलैहिस्सलामलाई जम्मा 20 दिरहममा बेचेको थियो। जसले युसुफ अलैहिस्सलामलाई किनेको थियो उसलाई अजिजे मिस्र पनि भनिन्छ। मिस्र इजिप्टको अर्को नाम हो। अजिजे मिस्र पनि निसन्तान थियो। त्यसैले उसले आफ्नो वाइफलाई भन्यो यो बच्चाको एकदम राम्रो हेरचाह गर्नु, राम्रो संस्कार दिनु, राम्रो शिक्षा दिनु, किनभने हाम्रो सन्तान छैन र यो बच्चा भविष्यमा गएर हाम्रो काम आउन सक्छ। अजिजे मिस्रले उहाँलाई आफ्नै छोरा सम्झेर पढायो, हुर्कायो र एकदम स्नेह दियो। जब युसुफ अलैहिस्सलाम केही ठुलो हुनुभयो शाही महलको जिम्मेवारी उहाँलाई सुम्पिए। शाही महलको महत्त्वपूर्ण कामहरूको जिम्मेवारी उहाँलाई दिएको थियो। यसरी मिस्र अर्थात् इजिप्टको माटोमा उहाँको एउटा प्रशासकीय भूमिका सुरु भइसकेको थियो। युसुफ अलैहिस्सलाम एकदमै पाक र तौहिदवाला माहौलमा हुर्किनु भएको थियो। बचपनमा याकुब अलैहिस्सलामले उहाँलाई आवश्यक पर्ने नलेज, एजुकेसन र म्यानरहरू सिकाउनु भएको थियो र यता अजिजे मिस्रले उहाँलाई आवश्यक पर्ने हायर एजुकेसन पनि उहाँलाई प्रोभाइड गरिरहेको थियो। अजिजे मिस्रले आफ्नो घरको सबै व्यवस्थाको जिम्मेवारी पनि हजरत युसुफ अलैहिस्सलामलाई दिएको थियो र उक्त जिम्मेवारी हजरत युसुफ अलैहिस्सलामले एकदमै जिम्मेवारीका साथ निभाउनु भएको थियो। उहाँसँग पेसेन्स, नलेज र डिप स्पिरिचुअल अन्डरस्ट्यान्डिङ पनि थियो। जब उहाँको उमेर 17-18 साल भयो उहाँको सुन्दरतामा अझै निखार आयो। उहाँ निकै नै ह्यान्डसम हुनुहुन्थ्यो। नबी करिम सल्लल्लाहु ताला अलैहि वसल्लमको रिवाज छ कि जब उहाँ मेराज शरीफमा जानुभएको थियो उहाँको भेट हजरत युसुफ अलैहिस्सलामसँग भएको थियो र नबी करिम सल्लल्लाहु ताला अलैहि वसल्लम भन्नुहुन्छ कि उहाँलाई देखेर यस्तो लाग्थ्यो कि अल्लाह तालाले संसारको आधा खुबसुरती हजरत युसुफ अलैहिस्सलामलाई प्रदान गर्नुभएको छ। उहाँ त्यति धेरै ह्यान्डसम हुनुहुन्थ्यो। जब अजिजे मिस्रको वाइफ जसको नाम जुलेखा थियो हजरत युसुफ अलैहिस्सलामलाई देखिन् उनी हजरत युसुफ अलैहिस्सलामप्रति एकदमै फिदा भइन् र हजरत युसुफ अलैहिस्सलामलाई आफ्नो माया जालमा फसाउन चाहन्थिन्। त्यसैले जुलेखाले हजरत युसुफ अलैहिस्सलामलाई सेड्युस गर्ने एउटा योजना तयार गरिन्। उनले हजरत युसुफ अलैहिस्सलामलाई आफ्नो मायामा फसाउने जति पनि तरिकाहरू छन् सब ट्राई गरिन्। एक दिन जुलेखाले कुनै कामको बहाना बनाएर हजरत युसुफ अलैहिस्सलामलाई आफ्नो रुममा इन्भाइट गरिन्। आफ्नो रुममा बोलाएर जुलेखाले हजरत युसुफ अलैहिस्सलामलाई सेड्युस गर्न थालिन् र जिना अर्थात् सेक्सुअल एक्टिभिटीको लागि इन्भाइट गरिन्। तब युसुफ अलैहिस्सलामले जवाब दिनुभयो, अल्लाहको पनाह, म यस्तो काम कदापि गर्न सक्दिनँ, यो इम्पोसिबल छ।
मैले आफ्नो मालिक जसले मलाई आफ्नो छोराछोरा हुर्काएका छन्, मैले उहाँको वाइफमाथि बदकारी गरेर मेरो मालिकलाई धोका दिन सक्दिनँ। हजरत युसुफ अलैहिस्सलामले जुलेखाको यो अफरलाई बिल्कुलै रिजेक्ट गरिदिनु भयो, किनभने उहाँलाई एउटा बादशाहको भ्यालु र इम्पोर्टेन्सको बारेमा थाहा थियो र गुनाहको रिजल्ट के हुन्छ भन्ने कुरामा पनि उहाँ सचेत हुनुहुन्थ्यो। त्यो बेहयाईबाट बाँच्नको लागि हजरत युसुफ अलैहिस्सलाम जुलेखाको रुमबाट भाग्नुभयो। जब उहाँ भाग्न थाल्नुभयो, पछाडिबाट जुलेखा आएर उहाँको सर्टलाई तानिन्, जसको कारण उहाँको सर्ट पछाडिबाट च्यातिएको थियो। र त्यही बेला अचानक अजिजे मिश्र पनि त्यहाँ आइपुगे। तब आफू बाँच्नको लागि जुलेखाले अजिजे मिश्रसँग हजरत युसुफ अलैहिस्सलामले आफूसँग बदसलुकी गरेको भन्ने आरोप लगाइन् र हजरत युसुफ अलैहिस्सलामले पनि आफ्नो डिफेन्समा आफ्नो कुनै पनि गल्ती नभएको र सम्पूर्ण कुराको जिम्मेवारी उसैको वाइफ रहेको बताउनु भयो। अजिजे मिश्रले यो कुराको फैसला गर्नको लागि एकजना दरबारिया जो आफ्नै अङ्कल थिए उहाँलाई सम्पूर्ण विवरणहरू सुनाए र उक्त व्यक्तिले भने कि यदि युसुफको कुर्ता अगाडिबाट च्यातिएको छ भने युसुफ जुटो हो र पछाडिबाट च्यातिएको छ भने तिम्रो वाइफ जुटो हो। उहाँको कुरा सुनेपछि अजिजे मिश्रलाई थाहा भयो कि आफ्नो वाइफ गिल्टी छ, त्यसैले उसले कुरा बाहिर फैलिन डरले हजरत युसुफ अलैहिस्सलामलाई आफ्नै घरमा बस्न आग्रह गर्यो र उसको वाइफलाई अल्लाह तालाको बारगाहमा तोबा गर्न पठायो। तर यो खबर सहरमा आगो जसरी फैलिन थाल्यो र सहरका मानिसहरू स्पेसल्ली लेडिजहरूले जुलेखाको बारेमा अनेक तरहका कुराहरू काट्न थाले। मन्त्रीको वाइफ भएर पनि आफ्नो घरमा काम गर्ने एउटा गुलामसँग नाजायज सम्बन्ध राखेको भनेर उनलाई अनेकौं ताना दिन थाले। यो कुरा जुलेखासम्म पनि पुग्यो। त्यसपछि उनले ती सम्पूर्ण महिलाहरूलाई हजरत युसुफ अलैहिस्सलामको सुन्दरता हेर्न भनेर आफ्नो महलमा इन्भाइट गरिन् र सबैजनालाई एक एकवटा लेमन र नाइफ दिएर भनिन् कि जब युसुफ अलैहिस्सलाम तिमीहरू सामु आउँछन् तिमीहरूले लेमन काट्नु। त्यसपछि जुलेखाले हजरत युसुफ अलैहिस्सलामलाई उनीहरू सामु आउन आग्रह गरिन्। जब उहाँ उनीहरू सामु आउनुभयो, सम्पूर्ण महिलाहरू उहाँलाई देखेर यति बेहोसी भए कि उनीहरूले लेमनको साटो आफ्नो औँला काट्न थाले। तर उनीहरूलाई दुखाइको फिल समेत भएन र भन्न थाले कि युसुफ कुनै साधारण व्यक्ति होइन, यो त अल्लाह पाकले पठाएको कुनै ठुलो फरिस्ता हो। सुभानअल्लाह, हजरत युसुफ अलैहिस्सलामको हुस्न मुबारकको यो आलम थियो। कुरा यतिमा मात्र सीमित रहेन, त्यहाँ उपस्थित सम्पूर्ण लेडिजहरू हजरत युसुफ अलैहिस्सलामको हुस्नमाथि यति फिदा भए कि सबैजनाले चाहन्थे हजरत युसुफ अलैहिस्सलामले उनीहरूलाई माया गरून्। तर हजरत युसुफ अलैहिस्सलामलाई कुनै महिलाहरूमाथि पनि नेगेटिभ फिलिङ्स आएन र उहाँ उक्त महफिलबाट भाग्नुभयो र अल्लाह तालाको बारगाहमा दुआ गर्नुभयो कि या अल्लाह, यिनीहरूको बेहयाई भन्दा त मलाई बरु जेल नै ठिक छ। यिनीहरूको बेहयाईबाट मलाई बचाउनु भएन भने म पनि यिनीहरूको जालमा फस्न सक्छु र म पनि गुनहगारबाट सामेल हुन्छु। त्यसैले या अल्लाह पाक, मलाई यो बेहयाईबाट बचाउनुहोस्। र अल्लाह पाकले हजरत युसुफ अलैहिस्सलामलाई उनीहरूको बेहयाईबाट बचाउनु भयो र उनीहरूको चाललाई नाकामयाबी गरिदिनु भयो। यो कुरा पनि शहरमा फैलियो। त्यसपछि अजिजे मिश्र र उसको वाइफ जुलेखाले आफूहरू बेकसुर छु भनेर साबित गर्नको लागि हजरत युसुफ अलैहिस्सलामलाई जेलमा हालिदिए। युसुफ अलैहिस्सलाम जब जेलमा हुनुहुन्थ्यो त्यहाँ उहाँको भेट दुईजना कैदीहरूसँग भयो। ती कैदीहरूलाई पनि केही दिनको बसाइमा नै थाहा भयो कि हजरत युसुफ अलैहिस्सलाम एउटा साधारण मानिस होइनन्, यिनी त अल्लाह तालाले पठाउनु भएको कुनै नेक बन्दा हुन्। एक रात ती दुईजना कैदीहरूले अनौठो सपना देखे र बिहान आएर हजरत युसुफ अलैहिस्सलामसँग आफ्नो सपनाको ताबिर गरिदिन अनुरोध गरे। युसुफ अलैहिस्सलामलाई अल्लाह पाकले सपनाको इन्टरप्रेट गर्ने एबिलिटी दिनुभएको थियो। तीमध्ये एकजनाले भन्यो, मैले सपनामा फ्रुट्सहरूबाट वाइन निकालेको देखेको थिएँ र अर्कोले भन्यो, मैले मेरो टाउकोमा रोटी राखेर हिँडिरहेको थिएँ र माथिबाट चिल कौवाहरूले उक्त रोटी लुसिरहेका थिए। तब युसुफ अलैहिस्सलामले भन्नुभयो, जसले फ्रुट्सबाट वाइन निकालेको थियो त्यो पुनः राजाको दरबारमा गएर राजालाई वाइन सर्भ गर्ने जब मिल्नेछ र जसले टाउकोमा रोटी राखेर हिँडेको थियो उसलाई राजाले मृत्युदण्डको सजाय दिनेछन्। र अन्त्यमा त्यही भयो। वाइन सर्भ गर्ने व्यक्तिलाई जेलबाट छुट्नुभन्दा अगाडि हजरत युसुफ अलैहिस्सलामले राजा सामु आफ्नो बेगुनाहीको खबर
राखिदिन आग्रह गर्नुभयो। त्यो बेलासम्म हजरत युसुफ अलैहिस्सलाम जेलमा बस्नुभएको 5 वर्ष भइसकेको थियो। उक्त व्यक्ति कैदबाट रिहा भयो, तर शैतानले उसलाई हजरत युसुफ अलैहिस्सलामले भन्नुभएको कुरा बिर्साइदियो। त्यसको 7 वर्षपछि उक्त राज्यको राजाले एउटा अनौठो सपना देखे, जहाँ उनले देखे 7वटा मोटो र तन्दुरुस्त गाईहरूलाई 7वटा दुब्ला र कमजोर गाईहरूले खाइरहेका थिए। र उनले देखे कि एउटा खेतमा एक साइडतिर 7वटा बालीहरू एकदम हराभरा छ र अर्को साइडतिर 7वटा बालीहरू एकदम सुकेको अवस्थामा थियो। त्यो सपनाले राजालाई एकदम सोचनीय बनायो र आफ्नो सपनाको इन्टरप्रेट गर्नको लागि भनेर उसले आफ्नो दरबारियाहरूलाई सपना सुनायो। यो त एउटा नर्मल सपना हो, यसको इन्टरप्रेट गर्न सकिन्न भनेर दरबारियाहरूले राजालाई जवाब दिए। जब दरबारका कसैले पनि सपनाको इन्टरप्रेट गर्न सकेन, तब त्यो मानिस जसले राजालाई वाइन सर्भ गर्थ्यो उसलाई हजरत युसुफ अलैहिस्सलामको अचानक याद आयो र उक्त व्यक्ति राजासँग केही समय मागेर हजरत युसुफ अलैहिस्सलाम भएको ठाउँमा गयो र उसले हजरत युसुफ अलैहिस्सलामलाई राजाले देखेको सपनाको सम्पूर्ण विवरण पेश गर्यो। हजरत युसुफ अलैहिस्सलामले जवाब दिनुभयो, अब आउने 7 सालसम्म तिमीहरूले कुनै पनि जमिन बाँझो नराखिकन प्रशस्त मात्रामा खेती गर्नु र ती अन्न काटिसकेपछि बालीसहित स्टोर गर्नु र त्यति मात्र युज गर्नु जति आफूलाई आवश्यक पर्छ। र त्यसपछिको 7 साल भयङ्कर खडेरी हुनेवाला छ, त्यो बेलामा कुनै पनि अन्न उब्जनेवाला छैन, त्यति बेला अहिले स्टोर गरेर राखेको अन्न बालीहरूले आफ्नो राज्य चलाऊ। उहाँले सपनाको ताबिर मात्रै गर्नु भएन कि यसको सल्युसन पनि दिएर पठाउनु भयो। उक्त साकी हतार हतार गर्दै बादशाहसम्म पुगेर हजरत युसुफ अलैहिस्सलामले भन्नुभएको सम्पूर्ण कुराहरू पेश गर्यो। साकीको कुरा सुनिसकेपछि राजाले युसुफ अलैहिस्सलामलाई आफ्नो दरबारमा हाजिर हुने आदेश दियो। तर हजरत युसुफ अलैहिस्सलामले भन्नुभयो कि जबसम्म मेरो मुद्दाको सही छानबिन हुँदैन तबसम्म म राजाको सामु जाँदिन। युसुफ अलैहिस्सलामले त्यो साकीसँग भन्नुभयो कि जाऊ गएर राजासँग सोध कि ती महिलाहरू जसले औँला काटेका थिए तिनीहरूको खबर के छ। त्यसपछि हजरत युसुफ अलैहिस्सलामको कुरा साकीले राजा सामु पेश गर्यो। राजाले ती सबै महिलाहरूलाई आफ्नो अदालतमा बोलाए र उनीहरूसँग त्यो समयमा भएको सत्य घटना भन्न आग्रह गरे। ती महिलाहरूले पनि त्यो समयमा के भएको थियो सबै कुराहरू भने। उनीहरूले भन्यो, यसमा हजरत युसुफ अलैहिस्सलामको कुनै पनि कसुर छैन, हामीले नै जालसाजी गरेर उहाँलाई फसाएका हौँ। र त्यसपछि अजिजे मिश्रको वाइफले पनि आफू गुनेगार रहेको हजरत युसुफ अलैहिस्सलाम बेगुनाह भएको कुरा कबुल गरिन्। राजाले हजरत युसुफ अलैहिस्सलामलाई आफ्नो अदालतमा बोलायो र उहाँलाई बाइज्जत बरी गर्यो। त्यहाँ आएर हजरत युसुफ अलैहिस्सलामले भन्नुभयो, मलाई केवल मेरो बेगुनाही साबित गर्न थियो, मलाई यी महिलाहरूलाई सजाय दिने कुनै इन्टेन्सन छैन, त्यही भएर यिनीहरूलाई पनि छाडिदिनुहोस्। राजाले सम्पूर्णलाई छाडिदिए। राजाले युसुफ अलैहिस्सलामको अनेस्टी र विस्डम देखेर उनलाई राजकीय कामकाजमा आफूलाई सहयोग गर्न आग्रह गरे। युसुफ अलैहिस्सलाम आफू फाइनेन्सियल सेक्टरमा दक्ष भएको र आफूलाई त्यही कामको जिम्मेवारी दिन आग्रह गर्नुभयो। राजाले हजरत युसुफ अलैहिस्सलामलाई उक्त राज्यको अर्थमन्त्रीमा नियुक्ति गरेर राज्यको सम्पूर्ण फाइनेन्सियल सेक्टरको जिम्मा हजरत युसुफ अलैहिस्सलामलाई दिनुभयो र हजरत युसुफ अलैहिस्सलामलाई उक्त राज्यमा जहाँ बस्न मन लाग्छ त्यहाँ बस्न पाउने राइट्स पनि दिनुभयो। केही समय पश्चात राजाले देशको सम्पूर्ण जिम्मेवारी नै युसुफ अलैहिस्सलामलाई सुम्पिएर आफू केवल राजाको पोस्टसम्म मात्र सीमित रहने कुराको पनि जानकारी दिनुभयो। त्यसपछि खडेरी आउन भन्दाको पहिलो 7 साल एकदमै राम्रो बित्यो। राज्यमा सुशासन थियो, बाली नाली पनि प्रशस्त मात्रामा भएका थिए र देशको खजानामा पनि प्रशस्त धन जम्मा भएको थियो। अब खडेरीको साल स्टार्ट भयो। खडेरीको असर इजिप्टमा मात्र नभएर आसपासका देशहरूमा पनि यसको भयङ्कर असर देखा पर्न थाल्यो। यसको असर प्यालेस्टाइनमा पनि पर्यो, जहाँ हजरत युसुफ अलैहिस्सलामको बुवा हजरत याकुब अलैहिस्सलाम र उहाँको फ्यामिली बस्ने गर्दथ्यो। खडेरीको कारणले अन्नबाली निकै कम भइसकेको थियो र जति पनि अभाइलेबल थियो तिनीहरू पनि एकदम महँगो दाममा बिकिरहेको थियो। याकुब अलैहिस्सलाम र ती भाइहरूलाई थाहा भयो कि इजिप्टको बादशाहले पहिलेकै रकममा अन्नबालीहरू बेचिरहेका छन्, त्यसैले उनीहरू इजिप्ट जाने निर्णय गरे। युसुफ अलैहिस्सलामले एकजना व्यक्तिलाई त्यति नै अन्न दिएर पठाउनुहुन्थ्यो जति एउटा ऊँटले बोक्न सक्थ्यो, त्यहाँभन्दा बढी उहाँले दिनुहुन्थेन, किनकि व्यापारीहरूले सामान जम्मा गरेर फेरि कालो बजार स्टार्ट गर्न सक्थे। अन्न किन्न जाँदा
आफ्नो परिवारको सम्पूर्ण सदस्यहरू उपस्थित हुनुपर्ने नियम पनि थियो। त्यही क्रममा उहाँका 10 जना भाइहरू पनि अन्न किन्न आए। उनीहरूलाई देखेर युसुफ अलैहिस्सलामले त उनीहरूलाई चिन्नुभयो, तर उहाँको भाइहरूले युसुफ अलैहिस्सलामलाई चिन्न सकेनन्। उनीहरूलाई देखेर युसुफ अलैहिस्सलामले सोध्नुभयो, तिमीहरू को हौ र कुन देशबाट आएका हौ? हेर्दा त तिमीहरू जासुस जस्तो देखिन्छौ। उनीहरूले आफू जासुस नरहेको र केवल अन्न किन्नको लागि प्यालेस्टाइनबाट इजिप्ट आएको कुराको जानकारी दिए। युसुफ अलैहिस्सलामले उनीहरूको बाबाको नाम सोध्नुभयो र घरमा अझै कति परिवारहरू छन् सम्पूर्ण कुराहरूको विवरण लिनुभयो। जब उनीहरूको सामान रेडी भयो तब हजरत युसुफ अलैहिस्सलामले भन्नुभयो कि तिमीहरूले आफ्नो भाइलाई पनि लिएर आऊ, तब मात्र तिमीहरूको सम्पूर्ण सामानहरू मैले दिएर पठाउँछु। अहिलेको लागि तिमीहरूलाई केही मात्रामा मात्रै थोरै सामान प्रदान गरिनेछ। र उहाँले उनीहरूलाई भन्नुभयो, तिमीहरूको सानो भाइलाई लिएर आऊ, त्यसपछि थप अझै एउटा उँटभरि सामान लिएर जान पाउनेछौ। यदि उसलाई लिएर आउन सकेनौ भने तिमीहरूलाई थोरै पनि सामान मिल्ने छैन। योभन्दा बेहतर यही हुन्छ कि तिमीहरू घरमै बस। उनीहरूले आफ्नो बुवासँग सल्लाह गरेर आफ्नो भाइलाई पनि लिएर आउने बाचा गरेर त्यहाँबाट जान थाले। र युसुफ अलैहिस्सलामले आफ्नो खादिमहरूलाई आदेश दिनुभयो कि उनीहरूले नदेख्ने गरी उनीहरूले बुझाएको सम्पूर्ण रकम उनीहरूको बोरामा हालिदेऊ, ताकि उनीहरूसँग पैसाको सर्टेज नहोस् र नेक्स्ट टाइम पनि सामान किन्न आउन्। उनीहरू घर आएर हजरत याकुब अलैहिस्सलामलाई सम्पूर्ण विवरणहरू सुनाए। यदि हामीले हाम्रो भाइ बिन्यामिनलाई लिएर जाने हो भने हाम्रो भागको सम्पूर्ण अन्न पनि मिल्नेछ र अझै एउटा उँटले बोक्ने बराबरको सामान पनि मिल्नेछ। उनीहरूको कुरा सुनेर हजरत याकुब अलैहिस्सलामले भन्नुभयो, यसको हालत पनि तिमीहरूले हजरत युसुफ अलैहिस्सलामको जस्तै गर्नेवाला छौ, त्यही भएर मैले यसलाई लिएर जाने इजाजत दिन्न। जब उनीहरूले आफ्नो सामान खोले तब के देख्छन् त, त्यहाँ आफूले बुझाएको सम्पूर्ण रकमहरू पनि त्यही थियो। उक्त कुरा उनीहरूले आफ्नो बुवालाई सुनाउँछन्। यो सबै घटना देखेपछि याकुब अलैहिस्सलामलाई लाग्यो कि यहाँ केही न केही मिस्टेरियस छ र अल्लाह पाकबाट उहाँलाई इल्हाम भयो कि बिन्यामिनलाई उनीहरूको साथमा अन्न लिन पठाऊ। त्यसपछि उहाँले ती छोराहरूलाई भन्नुभयो, मैले तिमीहरूलाई कुनै पनि हालतमा विश्वास त गर्दिनँ, त्यही भएर तिमीहरूले अल्लाहको कसम खाएर मलाई भन कि तिमीहरूले सुरक्षित साथ भाइलाई रिटर्न गर्नेछौ। त्यसपछि उनीहरूले पनि अल्लाहको बारगाहमा कसम खाए कि हामीले कुनै पनि हालतमा बिन्यामिनलाई सुरक्षितसँग लिएर आउनेछौँ। त्यसपछि उनीहरूलाई बिदाई गर्ने बेलामा हजरत याकुब अलैहिस्सलामले भन्नुभयो कि ए छोराहरू, तिमीहरू राजाको दरबारमा जाँदा एउटै ढोकाबाट नजाऊ, अलग अलग ढोकाबाट जाऊ, किनकि तिमीहरू 11 जना हट्टाकट्टा नौजवान छौ र कसैको नजर लाग्न सक्छ। त्यही भएर अलग अलग ढोकाबाट दरबारमा छिर। हजरत याकुब अलैहिस्सलामले भने बमोजिम उनीहरू दरबारमा हाजिर भए। उनीहरूलाई देखेपछि युसुफ अलैहिस्सलामले उनीहरूलाई बस्ने बन्दोबस्त गराइदिनु भयो। हरेक 2 जनाको लागि एउटा रुम प्रदान गर्नुभयो। यसो गर्दा ती 10 जना दाजुभाइहरू 5 वटा कोठामा अटाए र बिन्यामिन अड भए। त्यही भएर युसुफ अलैहिस्सलामले भन्नुभयो कि बिन्यामिनलाई मसँग छोडिदेऊ, उसको केयर म गर्छु। ती 10 जना दाजुभाइहरू त्यहाँबाट गइसकेपछि युसुफ अलैहिस्सलामले बिन्यामिनलाई अँगालो हालेर रुनुभयो र भन्नुभयो, ए बिन्यामिन, म तिम्रो दाइ युसुफ अलैहिस्सलाम हुँ। त्यो सुनेर बिन्यामिन निकै चकित भए र खुसीले एकदमै रोए। भोलिपल्ट बिहान जब उनीहरूलाई बिदाई गर्ने बेला भयो तब युसुफ अलैहिस्सलामले आफ्नो खादिमहरूलाई भन्नुभयो कि बिन्यामिनको झोलामा सुटुक्क एउटा सुनको प्याला हालिदिनु। त्यसपछि उनीहरूको सबै सामान उठमा राखियो। त्यही बेला पछाडिबाट खादिमहरूले उनीहरूलाई एकछिन रोकिन आदेश दिए र भने कि हाम्रो दरबारबाट शाही प्याला हराएको छ र यसको खोज तलासी हुँदैछ, हामीले तिमीहरूको सामानको पनि खोज तलासी गर्नुपर्नेछ। त्यो सुनेपछि ती दाजुभाइहरूले भने कि हामी यहाँ केही चोर्न आएका छैनौँ, हामी त केवल सामान लिन आएका छौँ, त्यही भएर हामी मध्ये कसैले पनि चोरेको छैन। त्यसपछि ती खादिमहरूले प्रश्न गरे, यदि तिमीहरू मध्ये कसैले चोरेको छ भने यसको सजाय के हुन्छ? त्यसपछि 30-10 जनामध्ये एकजनाले जवाब दिए कि यदि हामी मध्ये कसैले चोरेको छ भने यसको सजाय उसैलाई मिल्नेछ र हाम्रो राज्यमा भएको भए उसलाई जेलमा हालिने थियो। त्यसपछि खोज तलासी सुरु भयो। खोज तलासी सुरु हुँदाखेरि बेन्यामिनको झोलाबाट त्यो शाही सुनको प्याला निस्कियो। त्यो देखेर उसको दाजुभाइहरू पनि अचम्म परे र एकदम अत्तालिँदै भने
कि यो बेन्यामिन चोर नै हो, किनभने यसको दाइले पनि, जसको नाम युसुफ थियो, उसले पनि सानोमा चोरी गर्ने गर्थ्यो। यो सुनेर हजरत युसुफ अलैहिस्सलाम एकदम गमगीन हुनुभयो र मनमा नै सोच्नुभयो कि यी झुठाहरू अझै पनि सुध्रिएका रहेनछन् र यिनीहरूको असर म अल्लाहमाथि नै छोडिदिनेछु। त्यसपछि ती दाजुभाइहरूले युसुफ अलैहिस्सलामको अगाडि बिन्ती गर्न थाले कि बादशाह, हजुर त एकदम नेक हुनुहुन्छ, यसको बुवा एकदमै बुढो भइसक्नु भएको छ र उसको बुवासँग हामीले वादा गरेथ्यौँ कि यसलाई जसरी भए पनि वापस लिएर आउनेछौँ, बरु हामीहरूमध्ये एकजनालाई जेलमा राख्नुहोस्, यसलाई छोडिदिनुहोस्। यो सुनिसकेपछि युसुफ अलैहिस्सलामले भन्नुभयो, तिमीहरूमध्ये कसैले पनि चोरी गरेका थिएनौ, चोरी गरेको बेन्यामिनले हो, त्यसो भएर जेलमा पनि बेन्यामिनलाई नै राख्नुपर्ने हुन्छ। यदि मैले तिमीहरूमध्ये कसैलाई जेलमा राखेँ भने त्यो सरासर अन्याय हुनेछ र म अन्याय गर्ने मान्छे होइन। युसुफ अलैहिस्सलामको जवाब सुनिसकेपछि उनीहरू सबैजना घर फर्किएर हजरत याकुब अलैहिस्सलामलाई सम्पूर्ण विवरण सुनाए र भन्न थाले, यदि हाम्रो विश्वास लाग्दैन भने हामीसँग गएका अरूहरूसँग पनि हजुरले सोधपुछ गर्नुपर्ने हुन्छ। यो पालि चाहिँ हामीले झुट बोलेका छैनौँ। फेरि अर्को छोरा गुमाएपछि उहाँले आकाशतिर हेरेर भन्नुभयो, ए युसुफको पीडामा रुँदा रुँदा उहाँको आँखाको भिजिबिलिटी पनि गइसकेको थियो, तर सबरको दामन छोड्नु भएन र सम्पूर्ण मामिला अल्लाहमाथि छोडिदिनु भयो। केही समयपछि उनीहरूले लगेको अन्नबाली पनि सकियो। नयाँ अन्नबाली किन्नको लागि उनीहरूसँग निकै कम रकम थियो। त्यसपछि उनीहरूले आफ्नो घरमा रहेका सरसामानहरू बेचेर केही रकम लिएर फेरि अन्न किन्नको लागि युसुफ अलैहिस्सलामको दरबारमा हाजिर भए। त्यसपछि उनीहरूले युसुफ अलैहिस्सलामलाई आग्रह गरे कि ए बादशाह, हामीसँग निकै थोरै पैसा छ, त्यही भएर केही अन्नबालीहरू हामीलाई खैरात गरिदिनुहोस् ताकि हामीले आफ्नो जीवनयापन गर्न सकौँ। उनीहरूको यो तकलिफ देखेर हजरत युसुफ अलैहिस्सलामको पनि मन रोयो र उनीहरूलाई धेरै पीडामा नराखी आफ्नो असली पहिचान भन्नुभयो र भन्नुभयो, तिमीहरूले युसुफ र उसको भाइलाई कति दुःख दिएका थियौ, सम्झ त। त्यो सुनेर उनीहरू दङ्ग भएर उनीहरूलाई यकिन भयो कि उहाँ हजरत युसुफ अलैहिस्सलाम नै हुनुहुन्छ र युसुफ अलैहिस्सलामले भन्नुभयो, हो, म युसुफ हुँ र अल्लाह ताला सच्चा र सबर गर्नेवालासँग छ र सफलता पनि उसैलाई नै प्रदान गर्दछ। उनीहरूले भने, साँच्चै नै अल्लाह तालाले तिमीलाई हामीभन्दा धेरै बेहतरिन बनाएको छ र हामी गुनहगार हौँ। त्यसपछि युसुफ अलैहिस्सलामले भन्नुभयो, आज मलाई तिमीहरूसँग न कुनै ग्रह छ न कुनै रिस राग्नै छ। मैले तिमीहरूको सम्पूर्ण गल्ती माफ गरिदिएँ र मैले तिमीहरूसँग कुनै कुराको पनि बदला लिनेवाला छैन। मैले तिमीहरूलाई माफ गरिदिसकेँ र अल्लाह ताला पनि तिमीहरूलाई माफ गरिदिउन्। सुभानअल्लाह। त्यसपछि युसुफ अलैहिस्सलामले एउटा कुर्ता दिएर ती भाइहरूलाई भन्नुभयो, जाऊ गएर यो कुर्ता हाम्रो बाबा हजरत याकुब अलैहिस्सलामलाई देऊ र यो आँखामा लगाउन भन, जसको कारणले उहाँको गुमेको आँखाको भिजिबिलिटी फेरि वापस आउनेछ र उहाँले पुनः देख्न सक्नुहुनेछ। जब उनीहरू घर पुगे तब याकुब अलैहिस्सलामलाई हजरत युसुफ अलैहिस्सलामको खुसबु आइरहेको थियो। तब उहाँले भन्नुभयो, तिमीहरू मेरो कुरा सुनेर मलाई पागल भन्न सक्छौ, तर मलाई युसुफको खुसबु आइरहेको छ। बाबाको कुरा सुनेर उनीहरूले भने, बाबा तपाईँ सहस्र हकमा हुनुहुन्छ, हामीले युसुफ अलैहिस्सलामलाई भेटेर आएका छौँ र उहाँले हजुरको लागि यो कुर्ता पठाउनु भएको छ, उहाँले यो कुर्ता तपाईँको आँखामा लगाउन भनेर भन्नुभएको छ। जब याकुब अलैहिस्सलामले उक्त कुर्तालाई आफ्नो आँखामा लगाउनु भयो तब उहाँको गुमेको भिजिबिलिटी फेरि वापस आयो र उहाँले राम्रोसँग देख्न सक्नुभयो। त्यसपछि उनीहरूले आफ्नो गुनाहको मगफिरात गर्नको लागि आफ्नो बाबालाई आग्रह गरे र याकुब अलैहिस्सलामले अल्लाहको बारगाहमा उनीहरूको मगफिरातको लागि दुआ गर्नुभयो। त्यसपछि सम्पूर्ण परिवारहरू मिलेर हजरत युसुफ अलैहिस्सलामसँग इजिप्टमा गएर बस्न थाले। हजरत युसुफ अलैहिस्सलामले आफ्नो बाबा आमालाई शाही कुर्सीमा राख्नुभयो र उहाँहरूलाई अङ्गालो हाल्नुभयो। यो देखेर युसुफ अलैहिस्सलामका भाइहरूले उहाँको अगाडि टाउको झुकाएर सजदा गरे। त्यसपछि युसुफ अलैहिस्सलामले भन्नुभयो, बाबा जान, अहिले तपाईँ जे देख्दै हुनुहुन्छ त्यो मेरो बचपनको सपनाको ताबिर हो। मेरो अल्लाहले मेरो सपनालाई साँचो गराइदिनु भयो। अल्लाहको म माथि धेरै एहसान छ, जसले मलाई जेलबाट निकालिदिनु भयो र अन्त्यमा तपाईँहरूसँग भेट गराइदिनु भयो। उहाँले मलाई सम्पत्ति दिनुभयो, हुकुमत दिनुभयो र सपनाको इन्टरप्रेट गर्ने एउटा एबिलिटी पनि दिनुभएको छ। यसरी आफूले एचिभ गर्नुभएको सम्पूर्ण कुराहरूको लागि अल्लाहको बारगाहमा शुक्र अदा गर्नुभयो। युसुफ अलैहिस्सलाम आफ्नो सम्पूर्ण फ्यामिली सहित
इजिप्टमा नै सेटल हुनुभयो। उहाँ एउटा शासकको रूपमा सम्मानपूर्वक एउटा लामो लाइफ बिताउनु भयो जहाँ जस्टिस, गुड गभर्नेन्स र प्रोस्पेरिटी थियो। इमाम इब्ने कसिरका अनुसार उहाँको वफात 110 वर्षको उमेरमा भएको थियो। इमाम इब्ने कसिरका अनुसार उहाँको वफात 110 वर्षको उमेरमा भएको थियो। साथीहरू, हजरत युसुफ अलैहिस्सलामको लाइफबाट हामीले धेरै इम्पोर्टेन्ट लेसनहरू सिक्न सकिन्छ। पहिलो, सबर अर्थात् पेसेन्स। उहाँले बिट्रेयल, स्लेभरी र झुटो आरोप सहनुभयो र 13 वर्षसम्म विदाउट एनी क्राइम जेलमा बस्नुभयो। तर पनि उहाँले कहिल्यै कम्प्लेन गर्नु भएन, सबरको दामन छोड्नु भएन र अल्लाहमाथि ट्रस्ट गर्नुभयो, जसको नतिजा उहाँ पुरै राज्यको नै शासक बन्नुभयो। दोस्रो, फर्गिभनेस अर्थात् माफी। आफूमाथि अनेकौं पीडा र अन्याय गरेका ती भाइहरूमाथि न त कुनै रिभेन्ज लिनुभयो र उनीहरूलाई इन्स्टेन्ट माफी गरिदिनु भयो। यसले सिकाउँछ कि हामीले अरूप्रतिको रिस, राग, आक्रोशलाई लेट गो गर्न सक्यौँ भने अल्लाह तालाको बेसुमार ब्लेसिङहरू रिसिभ गर्न सकिन्छ। तेस्रो, तवक्कुल। अल्लाह पाकलाई सच्चा दिलबाट ट्रस्ट गर्ने हो भने उहाँले विकनेसलाई स्ट्रेन्थमा बदलिदिन सक्नुहुन्छ। चौथो, असल चरित्रको जहिले पनि जित हुन्छ। युसुफ अलैहिस्सलामको अनेस्टी र विस्डमको कारणले उहाँलाई एउटा स्लेभरी र प्रिजनरबाट एउटा होल नेसनको रुलर बनाइदियो। पाँचौं, फ्यामिलीको युनिटी एकदम म्याटर गर्छ। द्याट मिन्स आफ्नो सन्तानहरूलाई हजरत याकुब अलैहिस्सलामले जस्तो ट्रिट गर्नुहोस्, उनीहरूको कुरा सुन्नुहोस्, उमेर अनुसारको सल्लाह दिनुहोस्, गलत हुँदा साथ दिनुहोस्, तर फ्यामिली युनिटीलाई कहिल्यै पनि टुट्न नदिनुहोस्। यी लगायत लाइफका कैयौँ एस्पेक्टहरू हामीले युसुफ अलैहिस्सलामको जीवनीबाट सिक्न सकिन्छ। र साथीहरू, अन्त्यमा अल्लाह तालाले हामीलाई युसुफ अलैहिस्सलामको जीवनीबाट उहाँले सिकाउनु भएका इम्पोर्टेन्ट लेसनहरूमा अमल गर्ने तौफिक दिउन् भन्दै यो भिडियो अन्त गर्न चाहन्छु। वा आखिरु दावाना अनिल हम्दुलिल्लाहि रब्बिल आलमिन। अस्सलामु अलैकुम।